ल हेर्नुहोस् कोरियाको गाउँ यो चाहिँ यस्तो छ। ओइ नबोक नबोक भगिरहेको। ल यस्तो छ यो चाहिँ कोरियाको गाउँ। यो चाहिँ फिनेल हाउस। पुरानो घरहरू अझै पनि मजुद छ। कोरियाको गाउँमा अब मान्छेहरू चाहिँ देखिँदैन। तपाईँको घरहरू राम्रो चिटिक्क पुरानै स्टाइलमा अझै पनि छ। हेर्नुहोस् यस्तो छ। यो चाहिँ कोरियाको गाउँ म बस्ने ठाउँ। यो चाहिँ हेनामको छल्लानाम्डोको हेनामगुनको सुजङ थोङ्गिल भन्छ यो चाहिँ एरिया। ल हेर्नुहोस् पुरानो घरहरू यस्तो गाउँहरू यस्तो छ। हे कोरिया सपनाको देश कोरिया यस्तो छन्। यस्तो बाटोहरू यस्तो छ। कच्ची बाटो भन्दा पनि पिच बाटो नै हो। पुरानो घरहरू यस्तो टाइपको छ। घाम लगाएर अलिक तातो तातो भयो। तातो चिसो एकदम चिसो। अलिक बिल्डिङ घर भनेको चाहिँ यो हो। नत्र भने सबै पुरानो घरहरू पुरानो त्यस्तो घरहरू छ। ल बाँसघारी यो चाहिँ मसिनो खालको बाँस। आज चाहिँ किन हो हावा एकदम चलिरहेछ। चिसो हिउँ पर्ला जस्तो छ। मैले चाहिँ बजार गएर यसो सब्जीको सागहरूको बिउ किनेर आएको। रोप्नु पऱ्यो भनेको त पानी परेको थियो अनि गर्मी चढेको थियो। रोप्नु पऱ्यो भनेको अब चिसो भयो भने त मर्छ जस्तो लागिरहेछ सागहरू। त्यो चाहिँ फिनेल हाउस। यो भित्र चाहिँ बिउहरू सागसब्जीको बिउहरू उमारिन्छ। धानको बिउ यस्तो सबै थोक। अनि त्यसपछि चाहिँ बारीमा रोपिन्छ। यहाँ चाहिँ के रोप्नु आँट्यो सागहरू नै रोप्ने होला। टक्क खनजोत गरेछन् यस्तो। हेर्नुहोस् यो चाहिँ बकैनाको रुख हो। बकैना पाइन्छ कोरियामा। पछि मजाले फुल्छ फल्छ। यो चाहिँ बकैना हो छ। हेर्नुहोस् सपनाको देश कोरिया। सपनाको देश कोरिया यस्तो छ है। म बस्ने एरिया चाहिँ यो चाहिँ रायो मुला साग जस्तै हो। यो सागहरू चाहिँ हामी तरकारी खान्छौँ। यो चाहिँ जाडो सकिएपछि अनि हल्का वर्षा हुन्छ अनि पानी परेपछि चाहिँ यो सागहरू पलाउँछ। तितो तितो हुन्छ मिठै हुन्छ राम्रै हुन्छ। हामी खान्छौँ। यो चाहिँ बाटैभरि प्रायः पलाउँछ त्यस्तो हो। कति मजाको सिन देखेर चट्ट घाम पनि लाग्यो। अब चाहिँ गाउँ एरिया यस्तो गाउँ एरिया सल्लाहको रुख छ मजाले भएको। यो चाहिँ गाई फार्महरू। यो हाम्रो एरियामा चाहिँ प्रायः जस्तो धेरै नै गाई फार्महरू छन्। गाईहरू पालेको हाम्रो एरियामा चाहिँ त्यो हाम्रो मात्रै होला लास्ट सुँगुर फार्म। त्यहाँदेखि उता छैन भन्दै थियो मालिकले। एकदम तल एरियामा चाहिँ हाम्रो सुँगुर फार्म छ। हेर्नुहोस् यहाँ चाहिँ बाँझो माऱ्यो। अब यो बाँझो मारेपछि अब जेठ पहिलो हप्तातिर पानी पऱ्यो भने झुप्पै रोपिहाल्छन्। धानहरू अलिक छिटै रोप्छन् कोरियामा चाहिँ।